अनि उको यो 13औं संस्करणमा यहाँहरूलाई सबैलाई स्वागत गर्न चाहन्छु। आज यस ग्लोबल मनी विक 17 देखि 23 मार्चसम्म मनाउने एउटा ग्लोबल क्याम्पेन चलेको छ। त्यस अन्तर्गत हामीले शाखा कार्यालय ठोसेमा विद्यार्थी भाइहरूलाई यहाँ स्थानीय विद्यालयका विद्यार्थी भाइहरूलाई बोलाइवरी हाम्रो ब्याङ्कको व्यवहारिक एवं सैद्धान्तिक शिक्षा दिनलाई हामीले आज कार्यक्रम आयोजना गरेको छौँ र यहाँहरूलाई पुनः एकचोटि फेरि पनि स्वागत गर्न चाहन्छु। तिमी हँस यो मन हँस, तिमी रुँदा रुन्छ मन, गाह्रो साह्रो पर्दा जीवनमा कसको लाग्छ आशा भना। अरू भन्ने एकैछिन हो, लाग्छ काम आफ्नै पो। आफ्नो भन्ने आफूलै हुन्छ, आफ्नो भन्ने आफूलै हुन्छ। जस्तै राष्ट्रिय वाणिज्य ब्याङ्क तपाईको सुखमा साथ दिने, दुःखमा हात दिने, तपाईको आफ्नै ब्याङ्क राष्ट्रिय वाणिज्य ब्याङ्क। किनकि हामीले बुझेका छौँ आफ्नो भनेको आफ्नै हुन्छ। तिमी हँस यो मन हँस, तिमी रुँदा रुन्छ मन, गाह्रो साह्रो पर्दा जीवनमा कसको लाग्छ आशा भना। अरू भन्ने एकैछिन हो, लाग्छ काम आफ्नै पो। आफ्नो भन्ने आफूलै हुन्छ, आफ्नो भन्ने आफूलै हुन्छ। जस्तै राष्ट्रिय वाणिज्य ब्याङ्क तपाईको सुखमा साथ दिने, दुःखमा हात दिने, तपाईको आफ्नै ब्याङ्क राष्ट्रिय वाणिज्य ब्याङ्क। किनकि हामीले बुझेका छौँ आफ्नो भनेको आफ्नै हुन्छ। तिमी हँस यो मन हँस, तिमी रुँदा रुन्छ मन, गाह्रो साह्रो पर्दा जीवनमा कसको लाग्छ आशा भना। अरू भन्ने एकैछिन हो, लाग्छ काम आफ्नै पो। आफ्नो भन्ने आफूलै हुन्छ, आफ्नो भन्ने आफूलै हुन्छ। जस्तै राष्ट्रिय वाणिज्य ब्याङ्क तपाईको सुखमा साथ दिने, दुःखमा हात दिने, तपाईको आफ्नै ब्याङ्क राष्ट्रिय वाणिज्य ब्याङ्क। किनकि हामीले बुझेका छौँ आफ्नो भनेको आफ्नै हुन्छ। अरू भन्ने एकैछिन हो, लाग्छ काम आफ्नै पो। आफ्नो भन्ने आफूलै हुन्छ, आफ्नो भन्ने आफूलै हुन्छ। जस्तै राष्ट्रिय वाणिज्य ब्याङ्क तपाईको सुखमा साथ दिने, दुःखमा हात दिने, तपाईको आफ्नै ब्याङ्क राष्ट्रिय वाणिज्य ब्याङ्क। हामीले बुझेका छौँ आफ्नो भनेको आफ्नै हुन्छ। नमस्कार, मेरो नाम चाहिँ प्रियंका रेग्मी। आजको यस राष्ट्रिय वाणिज्य ब्याङ्कको ठुसे शाखाबाट हामीलाई चाहिँ विद्यार्थीको तर्फबाट प्रतिनिधित्व गर्ने गरी निमन्त्रणा गर्नुभएकोमा सबैलाई धन्यवाद दिन चाहन्छौँ। र राष्ट्रिय वाणिज्य ब्याङ्कको ग्लोबल मनी विकको सेलिब्रेसनको लागि हामीलाई यहाँ निमन्त्रणा गर्नुभएको छ। त्यसको मुख्य नारा चाहिँ थिङ्क बिफोर यो फलो वाइज मनी टुमरो रहेको छ। र आजको निमन्त्रणालाई स्वीकार गरेर हामीले चाहिँ ब्याङ्किङ क्षेत्रमा हुने सम्पूर्ण सेवाहरूको बारेमा जानकारी पायौँ। मुख्यतया स्टुडेन्ट सुपर सेभिङ खाताको बारेमा पनि जानकारी प्राप्त गऱ्यौँ र त्यसै गरी विभिन्न ब्याङ्किङ क्षेत्रबाट उपलब्ध हुने सेवा सुविधाहरूको बारेमा पनि जानकारी प्राप्त गऱ्यौँ। त्यसको लागि सबैजना सरहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। अरू भन्ने एकैछिन हो, लाग्छ काम आफ्नै पो।